नमस्कार, म रोहित पौडेल। मैले यहाँहरूलाई अगाडि नै भनेको थिएँ कि म पृथ्वी पथको मूल मार्ग निर्देशक सिद्धान्तमा रहेर राजा महेन्द्र अनि राजा वीरेन्द्रले यो मुलुकमा के कस्ता विकास निर्माण अवधारणाहरू अगाडि सारेका थिए, म यही लिएर यहाँहरूको बिचमा आइरहेको छु। यो छोटो भिडियोलाई स्कुल नगरी स्किप नगरिकन सम्पूर्ण विषयवस्तु एकपटक सुनेर लाइक सेयर कमेन्ट प्रतिक्रिया दिनुहुनेछ भन्ने आशाका साथ म राजा वीरेन्द्रको बारेमा केही यहाँहरूको बिचमा लुकाइएका इतिहास भन्ने गर्छु म राख्न अनुमति चाहन्छु। हो, अर्थ सुधारका निमित्त उद्योग एवं व्यापारमा राजा वीरेन्द्रले वास्तविक यो देशलाई के कसरी अगाडि बढाउनु भएको थियो। औद्योगिक क्षेत्रको स्थापना 8वटा उहाँले गर्नुभएको थियो। यसै गरी साई औषधि लिमिटेड 2029, हिमाल सिमेन्ट कारखाना 2031, हेटौडा कपडा उद्योग 2032, चर्ली बसको स्थापना 2032, नेपाल मेटल कम्पनी 2033, हेटौडा सिमेन्ट उद्योग 2033, नेपाल स्टक एक्सचेन्ज 2033, नेपाल ओरिएन्ट मैग्नेसाइट कम्पनी 2035, भक्तपुरी टेक्सटाइल कारखाना 2035, बुटोल धागो कारखाना 2039, चिया क्षेत्रको घोषणा 2039, गोरखकाली चार उद्योग 2041, नेपाल बिटुमिन तथा ब्यारेल उद्योग 2041, नेपाल ल्युब आयल कम्पनीको स्थापना 2041, त्रिकुटी कागज कारखाना 2042, उदयपुर सिमेन्ट कारखाना 2044, नेपाल रोजिन एन्ड टर्पेन्टाइन लिमिटेड 2044, लुम्बिनी चिनी कारखाना 2046, बुटोल पावर कम्पनी 2050। यी र यस्तै उद्योग इन्फ्रास्ट्रक्चर भौतिक पूर्वाधारहरूबाट 2040को दशकसम्ममा हाम्रा निर्यातका वस्तुहरू भारततर्फ जुटका वस्तुहरू, जीवित जनावर रागा, भैँसी, गाई, बाख्रा, गोरु, खसी, सुँगुर आदि, यस्तै तोरीको तेल तथा सर्स्यौँ, पिना, अदुवा, दाल, घिउ, कथा, सुथो, जडीबुटी, तरकारी, पुष्प, अम्लिसो आदि वस्तुहरू ठुलो मात्रामा हामी निर्यात गर्दछौँ। अन्य मुलुकतर्फ उनी, गलैँचा, तयारी पोसाक, दाल, छाला, हस्तकलाका वस्तुहरू, उनीबाट निर्माण भएका वस्तुहरू, अलैँचीका नेपाली कागज, आयुर्वेदिक औषधि, प्रशोधित चिया जस्ता वस्तुहरू हामी अन्य तेस्रो मुलुकमा पनि निर्यात गर्दछौँ। 50को दशकमा आइपुग्दा हामी भारततर्फ वनस्पति घिउ, दन्तमञ्जन, जुटबाट निर्माण गरिएका वस्तुहरू, पस्मिना, तामाका तार, रड, दाल, धागो, पोलिस्टरियन, साबुन, प्लास्टिकका भाँडाकुँडा, अलैँची, अम्लिसो, एमएस पाइप, पिना, अदुवा, टायर चिज, कागज, छाला, कपडा, पशुदाना, खोतु, च्याउ जस्ता वस्तुहरू हामी ठुलो मात्रामा भारततर्फ निर्यात गर्दछौँ। त्यस्तै गरी अन्य मुलुकतर्फ 50को दशकमा आइपुग्दा तयारी पोसाक, उनी, गलैँचा, पस्मिना, दाल, प्रशोधित छाला, चाँदीका गहना, टायर ट्युब, कागज, हस्तकलाका वस्तुहरू, धातु काठबाट बनेका वस्तुहरू, नेपाली कागज, चिया जस्ता वस्तुहरू हामी अन्य मुलुकतर्फ निर्यात गर्दछौँ। लगभग 60को दशकमा आइपुग्दा आज हामी आयात मा वृद्धि भएको छ भने निर्यात ठप्प भएका छौँ। हिजो हामी जुन जुन वस्तुहरू निर्यात गर्थ्यौँ, आज तिनै वस्तुहरू आयाततर्फ पुगेका छौँ। विक्रम सम्वत यस्तै 2046 ताका पुग्दा हामी मोटामोटी धेरै वस्तुहरूमा आत्मनिर्भरताको नजिक पुगिसकेका छौँ। यसै क्रममा कपास विकास समिति 2037, सेती महाकाली धान चामल निर्यात कम्पनी 2035, यहाँ कपास खेतीको कुरा गरिरहँदा हेटौडामा कपडा उद्योग, बुटुलमा धागो कारखाना, कपडालाई चाहिने धागो आफै उत्पादन र त्यसलाई चाहिने कच्चा पदार्थ कपास पनि स्वदेशमा उत्पादन गर्नको निमित्त कपास विकास समिति 2035 सालमा गठन गरिएको थियो। खानी तथा अन्वेषणमा राजा वीरेन्द्र, खानी तथा भूगर्भ विभागको स्थापना 2033मा उनले गरेका। नेपालमा रहेका खानीहरूको उत्खननमा जोड दिँदै निम्न स्थानमा खानीको प्रक्षेपण समेत उनले गरेका थिए। फलाम, फुलचोकी, छोसी, चितवन, भन्नु यी सबै विषयवस्तुहरू अहिले यहाँ गर्दा केही लामो हुने भएकोले म उनले प्रक्षेपण गरेका खानीहरूको लिस्ट प्रस्तुत गर्दैछु। फलाम, तामा, अब्रत, चुन्डुङ्गा, सिसा जस्ता, गन्ध, खरी, सिलेट, मार्बल, गेरु, कोइला, पेट्रोलियम पदार्थ, सुन, युरेनियम जस्ता
खानीहरूको सम्भाव्यतालाई अध्ययन गरी प्रक्षेपण समेत उनले गरिसकेका थिए। यसै गरी ऊर्जामा पनि उनको महत्त्वपूर्ण भूमिका रहेको छ। हो, उनले ऊर्जामा सुनकोशी जलविद्युत आयोजना जुन 10 मेगावाटको थियो 2029, गण्डकी जलविद्युत आयोजना 2036 जो 15 मेगावाटको थियो, कुलेखानी एक जलविद्युत आयोजना 2038 जो 60 मेगावाटको थियो, यसै गरी देवघाट जलविद्युत आयोजना 2040 जुन 14 मेगावाटको थियो, आदि खोला जलविद्युत आयोजना 2041 जुन 5 मेगावाटको थियो, कुलेखानी 2 जलविद्युत आयोजना 2042 जुन 32 मेगावाटको थियो, पोखरा सेती जलविद्युत आयोजना 2042 जो 1.5 मेगावाटको थियो, मर्स्याङ्गी जलविद्युत आयोजना 2042 जो 69 मेगावाट क्षमताको रहेको थियो। यसै गरी थामे जलविद्युत आयोजना 2044 सोलखुम्बुमा रहेको जो 600 किलोवाटको थियो। त्यसै गरी तातोपानी एक जलविद्युत आयोजना 2048 जुन 1 मेगावाटको थियो। झिमरु जलविद्युत आयोजना 2052, तातोपानी जलविद्युत आयोजना 2052, मध्य मर्स्याङ्गी जलविद्युत आयोजना 2056, कुवाखोला जलविद्युत आयोजना 2057, खिम्ती जलविद्युत आयोजना 2057, मोदी खोला जलविद्युत आयोजना 2057, भोटेकोशी जलविद्युत आयोजना 2049, तिनौ जलविद्युत आयोजना 2038 जुन 1 मेगावाट पाल्पा जिल्लामा रहेको थियो। यसै गरी राजा महेन्द्रले विकास नीतिमा खास गरी राष्ट्रिय मूलनीति नेसनल पोलिसी जो हामीसँग थिएन र अहिले पनि राष्ट्रिय नीतिको अभाव छ, जसलाई 2042मा उनले अगाडि ल्याएका थिए, जसमा धेरै विषयवस्तुहरू नेपालको लागि एकीकृत विकास परियोजना जसले साउथ एसियाको मापदण्डमा पुर्याउने कुरा उनले उल्लेख गरेका थिए। दूरसञ्चारमा राजा वीरेन्द्र हो, प्रेस जगतमा राजा वीरेन्द्रले 2028देखि 46 सालसम्म महत्त्वपूर्ण काम गरेका थिए। वास्तवमा नेपालकै इतिहासमा रत्न राज्य लक्ष्मी क्याम्पस काठमाडौँमा पत्रकारिताको प्रमाणपत्र त 2033 सालमा उनैले सुरु गराएका थिए। यसै गरी पाटन बहुमुखी क्याम्पस ललितपुरको पत्रकारिता स्नातक तहको अध्ययन 2036 सालमा उनैले सुरु गराएका थिए। यति मात्र होइन, नेपाल प्रेस इन्स्टिच्युटले 10 महिने पत्रकारिता तालिमको प्रारम्भ 2041 सालमा वहीँबाट भएको थियो। नेपाल टेलिभिजनको स्थापना 2042मा वहीँबाट भएको थियो। वास्तवमा त्यस समयमा कामना, साधना मासिक, सन्ध्याकालीन, देशान्तर, राजधानी, जनसंवाद, रातो युगधारा, नेपाल टाइम्स, प्रतिध्वनि, जन्मभूमि, विमर्श, दृष्टि, प्रकाश, छलफल, समीक्षा, पुनर्जागरण, समाज, मातृभूमि, युवा मञ्च जस्ता कम्तीमा दर्जनौँ 2 दर्जनभन्दा बेसी पत्र पत्रिकाहरूको प्रकाशन उनैको पालामा भएको थियो। नेपाल टेलिभिजन 2041 उनैको पालामा सुरुवाती भएको थियो। कृषि सिँचाइ क्षेत्रमा पनि राजा वीरेन्द्रको महत्त्वपूर्ण योगदान रहेको छ। उनले बाणगङ्गा सिँचाइ आयोजना 2028, कन्काई सिँचाइ आयोजना सम्पन्न 2039, बबई सिँचाइ आयोजना 2035, यसै गरी बागमती सिँचाइ आयोजना 2035, टिस्टा सिँचाइ आयोजना 2036, मोहना सिँचाइ आयोजना 2042, कृषि अनुसन्धान एवं कृषि प्रवर्धन पहलको सुरुवाती 2029बाट सुरुवाती गरेका हो। यसै क्रममा धान, मकै, गहुँ, उखु, आलु सम्बन्धी अनुसन्धानको स्थापना 2029, राष्ट्रिय पहाडी बाली अनुसन्धान 2030, राष्ट्रिय तेल बाली विकास कार्यक्रम 2032, राष्ट्रिय तेल बाली अनुसन्धान कार्यक्रम, राष्ट्रिय कोसे बाली अनुसन्धान कार्यक्रम, बागवानी विकास केन्द्र दाङ 2033, कृषि अनुसन्धान सुर्खेत केन्द्र सुर्खेत जस्ता 2 दर्जनभन्दा बेसी कृषि सम्बन्धी अध्ययन अनुसन्धानको निमित्त उनले विभिन्न सङ्घ संस्थाहरू खोलेका थिए भने बिउ बिजन उत्पादन कम्पनी पनि उनले स्थापना गराए। यसै गरी उनले राष्ट्रको समुन्नत विकासको निमित्त हवाई एवं सडक यातायातमा पनि महत्त्वपूर्ण योगदान गरेका थिए। पृथ्वी राजमार्ग 2030, मेची राजमार्गको सुरुवाती 2030, राप्ती राजमार्ग 2031, रत्न राजमार्ग 2033, काठमाडौँ चक्रपथको निर्माण 2034, कोशी राजमार्ग निर्माणको सुरुवाती 2039, महाकाली राजमार्ग 2044, पासाङ लामु राजमार्ग 2044, लामु साँगु जिरी सडक 2050, हवाई मैदानको विस्तारमा उनले
देशभर मुलुकभर विभिन्न विकट जिल्लाहरूमा जहाँ यातायातको साधन पुर्याउन असर थियो यस्ता ठाउँमा 30 भन्दा बढी ठाउँहरूमा हवाई मैदानहरूको निर्माण गरेका थिए। वास्तवमा समाज सुधारमा पनि राजा के अरे वीरेन्द्रको महत्त्वपूर्ण योगदान छ। विकास क्षेत्रको अवधारणा 2029 नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान 2039 लुम्बिनी विकास कोषको स्थापना 2042 वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र 2048 साझा यातायातको स्तर उन्नति 2030 मेलम्ची खानेपानी आयोजनाको अवधारणा 2044 नेपाल खाद्य संस्थान 2031। यसै गरी वातावरण प्रकृति एवं सम्पदा संरक्षणमा राजा महेन्द्रको महत्त्वपूर्ण हो। प्रकृति संरक्षणको सुरुवात उनले 2029देखि गरे, जसमा उनले 12वटा प्रकृति संरक्षण का कार्यहरू गरेका थिए। जस्तै शाही कर्णाली वन्यजन्तु आरक्षण 2032, लामटाङ राष्ट्रिय निकुञ्ज 2032, शाही शुक्ला वन्यजन्तु आरक्षण 32, कोशी टपु वन्यजन्तु आरक्षण 32, रारा राष्ट्रिय निकुञ्ज 32 गर्दै उनले जम्मा 12वटा यस्ता वन्यजन्तु संरक्षणका कामहरू, प्रकृति संरक्षणका कामहरू गरेका थिए। महत्त्वपूर्ण धार्मिक स्थलहरूलाई प्रकृति संरक्षण कोषलाई विश्व सम्पदा सूचीमा पनि उनीहरूले पुर्याएका थिए। जस्तै स्वयम्भू 2036, बौद्धनाथ 36, पशुपतिनाथ 36, साँगु नारायण 36, हनुमान ढोका दरबार स्क्वायर क्षेत्र 2036, लुम्बिनी 2056, सगरमाथा राष्ट्रिय निकुञ्ज 2036, पाटन दरबार 2036, चितवन राष्ट्रिय निकुञ्ज 2036। यसै गरी मुलुकको समुन्नत शान्ति स्थापना र राजनीतिक उपलब्धिमा पनि राजा वीरेन्द्रले महत्त्वपूर्ण योगदान पुर्याएका थिए, जसमा शान्ति क्षेत्रको प्रस्ताव उनले 2031 सालमा अगाडि सारेका थिए। खाम्पा विद्रोहको अन्त्य 2032, बीपी कोइरालालाई देखाएको सहायता 2033, जनमत सङ्ग्रह 2037, निर्दल भित्रैबाट दलहरूलाई सम्मान 2041-42, खड्ग प्रसाद ओलीलाई देखाएको सद्भाव 2044, बहुदलीय प्रजातन्त्रको घोषणा 2046, नेपाल अधिराज्यको संविधान 2047, आम निर्वाचन 2048, मध्यअवधि आम निर्वाचन 2051, आम निर्वाचन 2056, माओवादी विद्रोहीमाथि सेना परिचालनमा रोक 2058, राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा राजा वीरेन्द्रको अति नै त्यस्तै अत्याधिक अतुलनीय योगदान रहेको छ। व्यापक द्वैत सम्बन्धको स्थापना राजा महेन्द्रले पुर्याएका 40-45 देशको द्वैत सम्बन्धलाई बढाएर उनले थप 50भन्दा बढी देशमा आफ्नो द्वैत सम्बन्ध स्थापना गर्न सफल भए। सार्क सचिवालयको स्थापना नेपालमा 2043, सन्तुलित वैदेशिक नीति 2041देखि 46सम्मको। यसै गरी राजा वीरेन्द्रको राज्यारोहण 2031, यसले महत्त्वपूर्ण अर्थ किन राख्दछ भने नेपालको इतिहासमा 52भन्दा बढी राष्ट्रका राष्ट्र प्रमुख हेड अफ दि स्टेटहरू एकैचोटि भेला भएको नभूतो नभविष्य यही नै थियो। यसै गरी न्याय प्रणालीमा पनि राजा वीरेन्द्रको महत्त्वपूर्ण योगदान रहेको छ। उनले विभिन्न समयमा ऐन कानुन निर्माण एवं न्यायालयमा विस्तारमा राजा वीरेन्द्रले महत्त्वपूर्ण योगदान पुर्याएका थिए। उनले लगभग 100भन्दा बेसी ऐन कानुनहरू निर्माण गरेका थिए भने अपुग रहेका सबै तत्कालीन 75 जिल्लाहरूमा जिल्ला अदालतको स्थापना गरेका थिए। शिक्षा क्षेत्रमा राजा वीरेन्द्रको उस्तै अतुलनीय योगदान छ। शिक्षा स्वास्थ्य क्षेत्रमा राजा वीरेन्द्र क्याम्पसहरूको विस्तारको सुरुवाती हो। राजा वीरेन्द्रले प्राविधिक, कृषि, इन्जिनियरिङ, स्वास्थ्य विज्ञान का विभिन्न विषयहरू, संस्कृत जस्ता सबै विषयहरूको पठन पाठनमा सोध्ने अगाडि बढ्ने क्रममा केही कलेजहरू, जस्तै उदाहरण भनौँ पुल्चोक इन्जिनियरिङ कलेज पुल्चोक 2029, रामपुर कृषि क्याम्पस खैरेनी 2029, बुटोल बहुमुखी क्याम्पस 2030, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तिनकुने धरान सुनसरी 2033, टिचिङ शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ 2038, यस्तै देशभरि स्वयं विभिन्न क्षेत्रका कलेजहरूको पनि निर्माण गरिदिएका थिए। यसै क्रममा जनशिक्षा सामग्री केन्द्रको स्थापना 2035, स्वास्थ्य राजा वीरेन्द्रले स्वास्थ्य क्षेत्रमा 31देखि 49सम्ममा धेरै महत्त्वपूर्ण कामहरू गर्नुभएको थियो। जस्तै पाटन अस्पताल ललितपुर 2039,
आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँ 2037, गैर सरकारी संस्थाहरूको सहभागितामा देशव्यापी रूपमा धेरै हस्पिटलहरू निर्माण गर्नुभएको थियो। जस्तै टिचिङ अस्पताल 2038, नरदेवी आयुर्वेदिक अस्पताल 2030, अञ्चल अस्पताल एवं क्षेत्रीय अस्पतालहरू सबै अञ्चल र सबै विकास क्षेत्रमा एक एकवटा क्षेत्रीय अस्पतालहरू पनि निर्माण गरेका थिए। उनले वीरेन्द्र प्रहरी अस्पताल प्रहरीहरूको निमित्त 2041 सालमा स्थापना गरिदिएका थिए। मैले यहाँहरूलाई यो मेरो लुकाइएको इतिहास पृथ्वीपथ, लुकाइएको इतिहास राजा महेन्द्र र वीरेन्द्र भन्ने पुस्तकबाट केही सार संक्षेप यहाँहरूको बिचमा प्रस्तुत गरेँ। यदि यस मैले उठाएका विषयवस्तुको विस्तृतमा यदि यहाँहरू अध्ययन गर्न चाहनुहुन्छ भने यही पुस्तकमा रहेको जानकारी गराउँदै मैले पृथ्वीपथमा रहेर राजा वीरेन्द्र, राजा महेन्द्र पृथ्वीपथको मार्ग निर्देशनमा रहेर गरेका कामहरू यहाँहरूको बिचमा राखेँ। हो, यहाँहरूको माया, सद्भाव, प्रेरणा, प्रोत्साहन, हौसला रहिरह्यो यसरी नै भने म आगामी दिनहरूमा राजा ज्ञानेन्द्र, त्योभन्दा मुनिका युवराज पारस, त्यस्तै गरी युवराजी हिमानी हुँदै हृदयेन्द्रसम्मका यी यस्तै लुकाइएका इतिहासहरू म यहाँहरूको बिचमा लिएर आउने नै छु। हस् त, यसलाई जति सक्दो सेयर कमेन्ट यहाँहरूको रहनेछ भन्ने आशा र भरोसाका साथ यहाँहरू माझबाट बिदा माग्न चाहन्छु। हस् त, नमस्कार।